शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य डोल प्रसाद अर्याल। महोदय, म भारतमा बसोबास गरिरहनुभएका नेपालीहरूको विषयमा केही कुरा राख्न चाहन्छु। सामान्य सभामुख महोदय, भारतको विभिन्न राज्यमा थुप्रै नेपाली, लाखौँ नेपालीहरू बसोबास गरिरहनु भएको छ र भारतमा भएको हाम्रो राजदूतावासले ती विभिन्न राज्यमा बसोबास गरिरहनुभएका नेपालीहरूको दुःख र पीडामा मलाम लगाउनुको साटो कुनै सिफारिस लिन जाँदाखेरि थुप्रै पैसा खर्च गर्न परेको गुनासो गरिरहेको हुनाले यो विषयमा सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी नेपालीहरू, थुप्रै नेपालीहरूले त्यहाँ बालबच्चा जन्माउनुहुन्छ र उहाँहरू नेपालमा आएर नागरिकता लिन खोज्दाखेरि त्यो नागरिकता लिनलाई समस्या परेको गुनासो उहाँहरूको छ। त्यसै गरी भारतमा बसोबास गर्नुहुने थुप्रै नेपालीहरू उद्योगी व्यवसायीहरू हुनुहुन्छ, उहाँहरू नेपालमा आएर उद्योग धन्दा गर्न लाग्दाखेरि त्यहाँ पनि सरकारको सहयोग नपाएको गुनासो उहाँहरूको छ। साथै भारतबाट थुप्रै रेमिटेन्स हामीले भित्राइरहेका छौँ, तर भारतमा बस्नुहुने नेपाली नागरिकहरू आफूलाई सरकारले तेस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरेको र आफ्नो रेमिटेन्सलाई चाहिँ रेमिटेन्सको रूपमा बुझ्न पनि नसकिरहेको गुनासो गरिरहेको हुनाले यस विषयमा सम्बन्धित मान्य सदस्य तारा लामा तामाङ। सम्मान्य सभामुखज्यू, राष्ट्रिय सभाबाट पास भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080लाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित संसद सचिवालयमा पेश भइसकेको यस विधेयकलाई सदनमा छलफलको लागि गत हिउँदे अधिवेशनको अन्तिम दिन र यसै सत्रको वैशाख 15 गतेको सम्भावित दैनिक कार्यसूची अनुसार मानवीय शिक्षा, विज्ञान, प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यूले प्रस्ताव प्रस्तुत गर्ने तय भइसके पनि आन्दोलनरत विद्यालय शिक्षक कर्मचारीहरूसितको वार्ताको कारण सदनमा प्रस्तुत हुन नसकेको हो। सम्पूर्ण सुदूरपश्चिमीहरू र सरोकारवालाहरू सबैको भावनालाई विचार गरी सो विधेयकलाई यसै सत्रको सदनमा यथाशीघ्र प्रस्तुत गर्न माग गर्दछु। साथै यही वैशाख 9 गते मेरो जिल्ला कञ्चनपुरको बेलडाँडी कापा 3, कमरीको हरिकिशन राणाको बेलौरी नपा 10 निर्मल आर्यघाट सडक छेउमा मोटरसाइकल सहित जलाएको मान्य सदस्य दामोदर पौडेल बैरागी। सम्मान्य सभामुख महोदय, सर्वप्रथम म कमरेड प्रदीप नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। यो कास्की जिल्लाको लुम्ले कृषि अनुसन्धान केन्द्र, यो कृषि मन्त्रालय अन्तर्गत पर्छ होला, त्यहाँ अहिले कृषि अनुसन्धान केन्द्र छ। यो हामीले भर्खरै विधेयक संशोधन गरेको यो विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालयको केही संरचनाहरू त्यहाँ उपयोग गर्न सकिन्छ। त्यहाँ भौतिक संरचना पनि छ, त्यहाँ उत्पादन गर्ने, प्रशोधन गर्ने, अनुसन्धान गर्ने, तालिमहरू सञ्चालन गर्ने, कलेज स्थापना गर्ने र त्यसको सञ्चालन गर्ने ठाउँ त्यहाँ गर्न सकिन्छ। कृषि मन्त्रालय र यो शिक्षा मन्त्रालय अन्तर्गत पर्छ कि या चाहिँ स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्छ यो विश्वविद्यालय, यी दुईटा मन्त्रालयको संयोजनमा त्यहाँ चाहिँ हामीले चाहिँ त्यो विश्वविद्यालय स्थापना गर्न सक्यौँ भने जडीबुटीको पनि सङ्कलन गर्न सकिने, प्रशोधन गर्न सकिने र चाहिँ औषधि उत्पादन गर्न सकिने। माननीय सदस्य दिनेश कुमार यादव। सम्माननीय सभामुखज्यू, नेपाल भारतको कोशी सम्झौता अनुसार कोशी नदीबाट नेपालको 70 जिल्ला हुँदै भारतको बिहार राज्यमा जाने कोशी नहर नेपालमा 33 किलोमिटर पर्छ। भारतमा पर्ने नहरको दक्षिण भाग उच्च स्तरीय सर्भिस सडक बनाइसकेको छ, तर नेपालमा पर्ने नहरको बाँधमा सडक हालसम्म बनाएको छैन। यसका लागि हामीले नेपालमा आवासीय भारतीय दूतावास मार्फत भारत सरकारको ध्यान आकर्षण गराएको, साथै नेपाल सरकारका सम्मानित प्रधानमन्त्रीसँग प्रश्न उत्तर गरेको हो, तर अहिलेसम्म यो सडक निर्माण हुन सकिरहेको छैन। त्यसकारण सम्माननीय सभामुख मार्फत प्रधानमन्त्री मार्फत कूटनीतिक पहल होस्, साथै 70 वासीले हिलो र धुलोबाट कष्टकर जीवन बिताउन नपरोस्। धन्यवाद।
माननीय सदस्य दीपक गिरी। सम्माननीय सभामुख महोदय, संसारभरिबाट भेला भएका गैर आवासीय नेपाली एनआरएनहरूले एकता महाधिवेशनबाट सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्नुभएको छ। म अध्यक्ष महेश श्रेष्ठ लगायत पुरै टिमलाई बधाई ज्ञापन गर्दछु। छुटेका साथीहरूलाई पनि समेटेर अगाडि बढ्न शुभकामना दिन चाहन्छु। एनआरएन भनेको नेपालको विकासको साझेदार हुन्, त्यसैले संविधानले नै व्यवस्था गरेको सबै अधिकार पाउने गरी एनआरएन नागरिकताको कार्यान्वयन गर्न र नेपाली नागरिक सरह एनआरएनलाई पनि नेपालमा लगानी गर्ने कानुनी व्यवस्था गर्न म सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद। माननीय सदस्य दीपा शर्मा। सम्माननीय सभामुख महोदय, सबभन्दा पहिला हाम्रो कम्युनिस्ट आन्दोलनका आदरणीय नेता प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। नेपालको पश्चिम क्षेत्र बाँकेको पनि सहर नेपालगञ्ज पुरानो सहर, त्यसको विकास अहिले संहिता आएसँगै अलि ओझेलमा पर्यो कि भन्ने चाहिँ हामीलाई अनुभूति भएको छ। त्यसैले यो नेपालगञ्ज सहरको आधुनिक विकासका लागि, औद्योगिक सहर निर्माणका लागि, व्यावसायिक सहर बनाउनका लागि, पर्यटकीय एउटा गन्तव्य बनाउनका लागि र कृषि उत्पादनको चाहिँ बनाउनको लागि, एउटा हब बनाउनका लागि सरकारले विशेष योजना बनाउन यो आर्थिक वर्ष 2082-83 को बजेटमा निकै ध्यान दिनेछ र आवश्यक बजेट विनियोजन गर्नेछ भन्ने कुरामा म ध्यान आकर्षण गराउन चाहन्छु। निम्नलिखित अधुरा केही कामहरू र थप नयाँ केही कामहरू योजनाहरू त्यहाँ राख्नुपर्नेछ। जस्तो यो चाहिँ कर्णाली र सुदूरपश्चिमसँग जोडिने एउटा महत्त्वपूर्ण सहर बाँके र त्यसमा पनि नेपालगञ्ज भएको हुनाले नेपालगञ्ज। माननीय सदस्य दिलेन्द्र प्रसाद बडु। सम्माननीय सभामुख महोदय, दार्चुला जिल्लाको सदरमुकाम नजिक महाकाली नगरपालिका वार्ड नम्बर 8 असीगढामा मित्र राष्ट्र भारत र नेपाल जोड्ने मोटरेबल मैत्रीबुल भारत सरकारबाट निर्माण कार्य सम्पन्न हुने र सञ्चालन हुने चरणमा पुगेको छ। तर सभामुख महोदय, नेपालतर्फ एकीकृत जाँच चौकी आइसिपी र सुरक्षा व्यवस्थाका लागि आवश्यक पूर्वाधार निर्माणमा नेपाल सरकारबाट निकै विलम्ब भइरहेको अवस्था छ। किन? यस प्रयोजनको लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया जिल्ला प्रशासन कार्यालयबाट अगाडि बढाइएको छ, तर यो पूर्ण भइरहेको छैन। तसर्थ यथाशीघ्र आवश्यक प्रक्रिया पुरा गरी उक्त भौतिक संरचनाहरू निर्माण गर्नका लागि म नेपाल सरकार सम्बद्ध पक्षसित हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद। माननीय सदस्य देवेन्द्र पौडेल। सम्माननीय सभामुख महोदय, बागलुङको उत्तर गङ्गा जलाशययुक्त हाइड्रो परियोजना, बागलुङका बडीघाट भीमगिटेदेखि दर्लिङ हुँदै नेगलपानी सडक, गलकोटदेखि हटिया हुँदै ताराखोला सडक, बुर्तिवाङदेखि बङ्गादोबान हुँदै तमान लाम्मेला सडक, ढोरनपा 1 पाखुतेदेखि झिम्पा हुँदै निसी गाउँ सडक, निसी खोला झिवा खोलादेखि याङमिङ हुँदै प्युठान जोड्ने सडक, गलकोट हरिचौरदेखि मल्म पान्नमखानी रमुवा सडक, बडीघाट खौलारदेखि रणसिंह किटेनी पुग्ने सडक, बुर्तिवाङदेखि बोबाङ हुँदै ढोरपाटन सडक, गलकोट नरेठाँटीदेखि गाजाको दह हुँदै कुसमिसेरा जोड्ने सडक यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिदिनुको निम्ति सम्माननीय सभामुख महोदय मार्फत नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य ध्रुवबहादुर प्रधान। सम्माननीय सभामुख महोदय, नवलपरासीमा पिउने पानीको हाहाकार छ। त्यहाँका जनताले अरू कुनै आयोजनाभन्दा पिउने पानी सुचारू गरियोस् र पिउने पानी चाहियो भनेर माग गरेका छन्। फ्याक्ट्रीहरूको डिप बोरिङ गरेको कारण चापाकल सेलो ट्युबहरूमा पानी आउँदैनन्। ओभरहेड स्टोरेज बनेका छन्। सबमर्सिबल पम्प स्तरहीन भएकोले बिग्रेका छन्। सिल्टिङले पाइप जाम भएको छ। पाइप खरिद गरिदिए तर वितरणको लागि ओछ्याउनको लागि रकम दिँदैनन्। तयारी संरचनालाई सुचारू गर्न सरकारले ध्यान दियोस्। सभामुख महोदय, उद्योगहरू डिप बोरिङको कारणले पानी नआएको हुँदा गाउँ उद्योग नजिकका गाउँहरूमा डिप बोरिङ गरी खाने पानी उपलब्ध गराउन सम्माननीय सभामुख महोदय सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य डाक्टर नारायण खड्का।
माननीय सदस्य डाक्टर नारायण खड्का, माननीय सदस्य डाक्टर नारायण खड्का, माननीय सदस्य निर्मला कोइराला, सम्माननीय सभामुख महोदय, त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक विस्तारको प्रक्रिया 3 दशकदेखि अवरुद्ध हुँदै आएको थियो। 2076 सालमा सडक विभागले सडकको दायाँ बायाँ 25-25 मिटर फराकिलो गर्न खोज्दा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी रोकेकोमा 26औं पटक सुनवाईपछि यही फागुन 28 गते सर्वोच्च अदालतले रिट खारिज गर्दै सरकारको पक्षमा फैसला सुनाएको छ। सर्वोच्च अदालतको फैसला र स्थानीय जनचाहना अनुसार आधुनिक वीरगञ्जको निर्माणको लागि सडक विस्तार कार्य सुरु गर्न म सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै आगामी वर्षको बजेटमा वीरगञ्जको मितेरी पुलदेखि गण्डकसम्म सर्भिस लेन अतिरिक्त 4 लेनको फराकिलो सडक निर्माणको लागि बजेट विनियोजन गरियोस् भनी म सरकारसँग माग गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य निशा डाङ्गी। सम्माननीय सभामुख महोदय, केही महिना अगाडिसम्म 46 अर्ब 47 करोड नाफामा भएको विद्युत प्राधिकरण 1 महिनाभित्र 5 अर्ब 26 करोड घाटामा छ भनेको सुनिएको छ। यस विषयमा सदनमा आएर ऊर्जा मन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि म माग गर्न चाहन्छु। र अर्को कुरा, सरकारले गभर्नर नियुक्तिको विषयमा लामो समय खर्च गरेको देखिन्छ। मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ र सरकारको समय यस्ता हावादारी कुरामा खर्च नगर्नको लागि म सुझाव समेत दिन चाहन्छु। किनकि बर्खायाम सुरु भइसकेको छ। राजधानी काठमाडौँ जोड्ने प्रमुख सडकहरू असुरक्षित छन्। लाखौं नागरिकहरू दैनिक जोखिम उठाउँदै यात्रा गर्न बाध्य छन्। सरकारले यतातिर समय खर्च गरोस्। 10-11 महिना भइसकेको छ। कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरको पदमा सरकार अड्किएको छ। ग्रो अप सरकार, जनताले काम खोजेका छन्। भाग बन्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन्। धन्यवाद। माननीय सदस्य नयनकला थापा। सम्माननीय सभामुखज्यू, केही समय अघि नेपालको यो पश्चिम कैलालीको जङ्गलमा एक विदेशी झुन्डहरू बसेको हल्ला सुनियो। ती ब्लू फ्यामिलीका आफूलाई मान्ने, ती साङ्केतिक भाषा बोल्ने, जङ्गलहरूमा रमाउँदै हिँड्ने, घुमन्ते फिरन्ते जस्ता देखिने, त्यस सम्बन्धमा स्थानीय सरकारको सकारात्मक जस्तो बुझियो। तर हाम्रो सरकारको र गृह मन्त्रालयले यसलाई कसरी लिएको छ यस सम्बन्धमा विशेष ध्यानाकर्षण गराउन चाहन्छु र यस सम्बन्धमा जानकारी यस संसदलाई पनि दिन म आग्रह गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य पूर्णबहादुर घरती मगर। सम्माननीय सभामुख महोदय, सञ्जय थापाको नामबाट परिचित प्रगतिवादी साहित्य सर्जक एवं राजनीतिज्ञ कमरेड प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। रुकुम पूर्वको जिल्ला सदरमुकाम सम्बन्धी ठोस निर्णय नहुँदा वर्षेनी सदरमुकामका लागि छुट्याइएको बजेट कार्यान्वयन नभई फ्रिज भइराखेको छ। व्यक्तिगत प्रयोजनका लागि बनेका घरहरूमा काम गर्नुपर्ने बाध्यताले सेवाग्राही र कर्मचारीलाई असुविधा भएको छ। निर्माणाधीन भवन पूर्वाधार अदालतको आदेशअनुसार रोकिएको छ। तसर्थ यथाशीघ्र जिल्ला सदरमुकाम सम्बन्धी निर्णय गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको गम्भीर ध्यान आकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य प्रकाश ज्वाला। सम्माननीय सभामुख महोदय, यति बेला देशमा अनियमितता, व्यथित र कुशासन व्याप्त छ। सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम घुसखोरी छ। दैनिक उपभोग्य वस्तु र सिमेन्ट, छड आदिमा पटक पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ। अर्कोतिर प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो? मन्त्रीहरूको र प्रधानमन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गरियोस्। अहिलेको ठुलो समस्या भनेको कुशासन हो। कुशासनको एउटा जिउँदो नमुना सिंहदरबार गेटमा देखिन्छ। मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने दक्षिण गेटमा जनताको भिड र लाइनतर्फ सरकारको ध्यान आकर्षण गराउँदछु। मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने, सिंहदरबारलाई 4 दिवार र फलामी गेटले घेरेर जेल जस्तै बनाउने अनि जनतालाई प्रवेश गर्न निषेध गर्ने कार्य स्वीकार्य छैन। मन्त्रीहरू कालो सिसावाला गाडीमा भित्र पस्ने, जनता घाममा पसिना चुहाउँदै पासको लागि
कसैको निगाह पर्खदै गेट बाहिर तडपिनु पर्थे। यो अवस्थाको अन्त्य गरियोस्। मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको गेट खुला गरियोस् र जनतालाई तत्काल आफ्नो मन्त्रालयमा सहज प्रवेशको व्यवस्था गरियोस्। म सरकार। माननीय सदस्य डाक्टर प्रकाश शरण महत। सभामुख महोदय, यो छरे टोखा सुरुङ मार्ग अत्यन्त महत्त्वपूर्ण सुरुङ मार्ग प्रस्तावित गरिएको छ। यो वर्ष डिपिआर पुरा गर्न म सरकारसँग माग गर्दछु, किनकि यसले 16-17 किलोमिटर सडक कम गर्छ, चीन सीमा पनि जोड्छ र पृथ्वी राजमार्गलाई पनि यसले वैकल्पिक रूपमा छोटो रूपमा पुर्याउँछ। साथै एक्जिम ब्याङ्क इन्डियाद्वारा निर्माणाधीन यो पासाङ लामो राजमार्गको जुन रानीपौवा त्रिशुली खण्ड छ त्यो ठेक्काको कारणले सम्पन्न हुन सकेका थिएन। यसपाल अब त्यो समस्या नभएकोले त्यसलाई तत्काल बजेट विनियोजन गरी चाहिँ कार्यान्वयन लान अनुरोध गर्दछु। त्यस्तै गरेर बाँकी खण्ड र यो गोल्फु भन्ज्याङसम्म जाने बाटो र बालाज्यू रानीपौवा खण्डमा पनि यथेष्ट माननीय सदस्य प्रभु हजारा। सम्मान्य सभामुख महोदय, वीरगञ्ज देशको प्रमुख व्यापारी नाका तथा उच्च घनत्व भएको सहर हो। यो सहरमा अन्तर्राष्ट्रिय सम्मेलन, सांस्कृतिक कार्यक्रम र विभिन्न स्तरीय सभाहरू सञ्चालन गर्न सक्ने सुविधा सम्पन्न सभागृहको अभाव रहेको छ। यस्ता पूर्वाधार अभावले वीरगञ्जको प्रशासनिक, सांस्कृतिक र व्यावसायिक विकासमा प्रत्यक्ष प्रभाव परेको छ। यसै गरी वीरगञ्जमा अवस्थित ऐतिहासिक फुटबल रङशाला, क्रिकेट रङशालाहरू जीर्ण अवस्थामा रहेको छ। यी स्थानहरूबाट फुटबल, क्रिकेट, भलिबल, कबड्डी लगायतका खेलहरू थुप्रै खेलाडीहरू जन्मिएका छन्, तर विडम्बना छ यी संरचनाहरू बजेटको अभावले गर्दाखेरि व्यवस्था ओझेलमा परेका छन्। यस्ता खेल संरचनाहरूलाई विकास गर्न, वीरगञ्जको गौरव कायम राख्नका लागि साथै खेलाडीहरूको प्रतिभा विकास गर्न समेत टेवा पुग्ने गरी यसमा जोड दिन म नेपाल सरकारसँग जोरदार माग गर्दछु। त्यसै गरी अन्तर्राष्ट्रिय मनमोहन सभागृह, बिपी उद्यान पार्क र यो फुटबल र क्रिकेट रङशाला निर्माण गर्नलाई सरकारसँग माग गर्छु। हस्, धन्यवाद। माननीय सदस्य प्रेम बहादुर महर्जन। सम्मान्य सभामुख महोदय, नेकपा एमालेका श्रद्धेय नेता, जीवनवादी साहित्यकार सञ्जय थापाको नामले चिनिने कमरेड प्रदीप नेपालको 71औं वर्षको उमेरमा निधन हुनुभयो। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। आजभन्दा 123 वर्ष पहिले विक्रम सम्वत 1952 सालमा ललितपुर महानगरपालिका वडा नम्बर 9 चिकमबहिलमा जन्मनुभएका सुधारवादी व्यक्तित्व, जसले मातृभाषा पत्रकारिता क्षेत्रमा सबभन्दा पहिलो पत्रकार हुनुहुन्थ्यो। तत्कालीन निरङ्कुश राणा शासन विरुद्ध नेपाल भाषा पत्रकारिता मार्फत जनचेतना फैलाउन राष्ट्रको लागि महत्त्वपूर्ण योगदान पुर्याउनु हुने आदरणीय व्यक्तित्व धर्मादित्य धर्माचार्यको 123औं जन्म जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै आज बागमती प्रदेशभरि सरकारी कामकाजी भाषा नेपाल भाषा र तामाङ भाषालाई मान्यता दिएपछि भाषा दिवस 2082 को शुभकामना दिन चाहन्छु। धन्यवाद। माननीय सदस्य वासुदेव घिमिरे। सम्मान्य सभामुख महोदय, सम्मान्य पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्ड लडेर घाइते हुनुभएको समाचार सुन्नमा आएको छ। उहाँप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहन्छु। यसै गरी नेकपा एमालेका आदरणीय नेता, पूर्व मन्त्री तथा साहित्यकार प्रदीप नेपालको असामयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। सभामुख महोदय, मनसुनजन्य विपदको प्रतिकार्यका लागि जिल्लास्थित सुरक्षा निकायले पहिलो रेस्पोन्डरको रूपमा उद्धारको कार्य गर्नुपर्ने हुन्छ, तर जिल्लाका सुरक्षा निकायहरूसँग उद्धार सामग्रीहरूको सख्त अभाव छ। तसर्थ मनसुन सुरुभन्दा पूर्व नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आधारभूत उद्धार सामग्रीको लागि तत्काल आवश्यक बजेट व्यवस्था गर्न सभाको मार्फत सरकारको विशेष ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य बिन्दवासिनी काङ्साकार। सम्माननीय सभामुख महोदय, 2080 साल कार्तिक 26 गते उल्लाबारीमा भएको आगलागी र सिलिन्डर विस्फोटमा 28 जना गम्भीर घाइते भए, जसमध्ये 26 जना नेपाली सेनाको विमानबाट कीर्तिपुर अस्पताल
लगियो। उपचारकै क्रममा 6 जनाको ज्यान गयो। तत्कालीन मन्त्री, मुख्यमन्त्री र मेयरले उपचार खर्च सरकारले बेहोर्छ भनेर सार्वजनिक रूपमा वाचा गर्नुभयो। तर आजसम्म यतिको दिन बितिसक्दासम्म पनि अस्पतालले 1 रुपियाँ भुक्तानी पाएको छैन। अझ दुःखको कुरा के हो भने 82-83 को नीति तथा कार्यक्रममा 7 प्रदेशमा जलन उपचार सेवा विस्तार गर्ने बताइरहँदा हामीले लामो समय अघि दर्ता गरेको जलन सम्बन्धी गैर सरकारी विधेयक अहिलेसम्म छलफलमा ल्याइएको छैन। म यो सदन मार्फत स्वास्थ्य मन्त्रीज्यू र सरकारलाई कडा रूपमा आग्रह गर्दछु कि सो भुक्तानी आश्वासन अनुसार तुरुन्त गरियोस्, विधेयक छलफलमा ल्याइयोस् र भविष्यमा जलन पीडितको उपचार अन्यल नहोस्। धन्यवाद। माननीय सदस्य विनिता कठायत। सम्माननीय सभामुख महोदय, एकचोटि कल्पना गरौँ त खस सभ्यताको जन्मभूमि कर्णालीमा सडकको भरपर्दो पहुँच पुगेको त्यो क्षण, जहाँ सडक मार्ग हुँदै सिजा भ्यालीमा खस संस्कृति र संस्कार, भोलिपल्ट बिहानै राराताल, चङ्खेली लेकका स्वच्छ हावा मिसिएको कफी, दिनभरको थकान भुलाउने लिबी भ्यालीको सुन्दरता अनि नेपालकै भूमिबाट देखिने कैलाश मानसरोवरको दर्शन, पारी छिमेकी भारतले बाटो खोलेर 250 जनालाई कैलाश मानसरोवरको यात्रा गराउने भन्ने खबर पाइयो। हाम्रो देशको चाहिँ भएको बाटो पनि स्तर उन्नति हुन सकेको छैन। सभामुख महोदय, यो सम्मानित सदनका प्रत्येक माननीयज्यूलाई सडक मार्फत हुँदै कर्णाली कैलाश यात्रा गराउन पाएको भए हामी कर्णालीका मान्छे कति खुसी हुँदा हौँ। हरेक वर्ष चाहिँ यस वर्ष पनि पानी परेर पहिरो गएर सडक अवरुद्ध छ। भत्किएका सडकहरूको मर्मत गर्नुपर्ने, वैकल्पिक पुलहरू निर्माण गर्नुपर्ने हो, तर त्यस्तो केही पनि भएको छैन र त्यो सडकलाई कैलाश मानसरोवर राजमार्ग भनेर त्यसको स्तर उन्नति पनि गर्नुपर्ने हो। सभामुख महोदय, अनि यसपालिको बजेटमा छुटाउनै नहुने कर्णालीका 4वटा पुलको सूची सरकारलाई दिँदैछु। गगने खोलामा पुल, अनपनी खोला पुल, चौखोला पुल, धर्मे खोला पुल। यो पुल भयो भने कर्णालीको मान्छेलाई आवत जावतलाई पनि सजिलो हुन्छ र कैलाश मानसरोवर जानलाई पनि सजिलो हुन्छ। माननीय सदस्य विमला सुवेदी। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त म पूर्व मन्त्री प्रदीप नेपालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र साउदी अरबको पूर्वी प्रान्त जुबेलामा रहेको सेन्दान इन्टरनेसनल कम्पनीमा 1 वर्षदेखि 10 वर्षसम्म कार्यरत श्रमिकहरू 8 महिनादेखि कम्पनीको सेवा सुविधाबाट वञ्चित भएका छन्। बिहान बेलुकाको दाल भात भन्दा बाहेक नेपालीले अन्य खान पाइरहेको स्थिति छैन। नेपाली श्रमिकहरूले काम गरिरहेको पारिश्रमिक नपाउनुको साथै स्वास्थ्य उपचार गर्नका लागि घरबाट पैसा मगाएर उपचार गरिरहनु परेको छ। नेपाली श्रमिकहरूले कम्पनीका जिम्मेवार व्यक्तिलाई भेट्न पाएका छैनन्। नेपाली श्रमिकहरूको उद्धारका लागि जनप्रगतिशील मञ्च साउदी अरबले समन्वय गरी नेपाली राजदूतावास रियादमा 204 जनाको हस्ताक्षर सहित निवेदन दिएको भए तापनि नेपाली दूतावासले नेपालीहरूको समस्या समाधान गर्न पहल नगरेको श्रमिक नेपालीहरूको गुनासो रहेको छ। म सम्माननीय सभामुख मार्फत साउदी अरबको जुबेलमा रहेको सेन्दान इन्टरनेसनल कम्पनी माननीय सदस्य नारायण प्रकाश साउद। सम्मानीय सभामुख महोदय, गत वैशाख 9 गते भारतको जम्मी कश्मीरको पहलगाममा आतङ्ककारीहरूले ठुलो हिंसात्मक आक्रमण गरेका छन्। 1 जना नेपाली सुदीप नेउपाने सहित 26 जना निर्दोष व्यक्तिहरूको निर्ममतापूर्वक हत्या गरिएको छ। विश्वव्यापी आतङ्कवादीहरूबाट भइरहेका आक्रमणहरूको शिकार हुनबाट नेपालीहरू पनि अछुत रहन सकेका छैनन्। पहलगाम आतङ्ककारी घटनाले हाम्रो छिमेकी मित्र राष्ट्र भारत र पाकिस्तान बीच गम्भीर तनावको स्थिति उत्पन्न गराएको छ। यस घटनाका सन्दर्भमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षीसँग टेलिफोन वार्ता गर्नुभएको सार्वजनिक भइसकेको छ। तर छिमेकमा भएको जघन्य आतङ्ककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको देखिन्छ। भ्रमण पूर्व निर्धारित नै भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कूटनैतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो। आफ्नै नागरिक आस्थाका आधारमा आतङ्कको शिकार भएको
मान्य सदस्यहरू, शून्य समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ।